सो DJI Osmo Nano मैले चाहिँ ब्याङ्ककमा बिग क्यामेरामा किनेको थिएँ र सो एक्चुअली त अब अनबक्सिङ गरेर भिडियो बनाउने भन्ने सोच थियो, तर अब टेस्ट गर्नुपर्ने भएर त्यही बिग क्यामेरामा नै यसलाई अनबक्सिङ गरेर हेऱ्यौँ हैन। सो हामीले देख्न सक्छौँ यो क्यामेरा युनिट भइहाल्यो। अनि मैले चाहिँ 64 GB को भेरिएन्ट किनेको थिएँ र 128 GB को SSD कार्ड किनेको थिएँ। सो यो क्यामेरा भयो, अनि त्यस पछाडि यो मल्टिपर्पज स्क्रिन डिस्प्ले स्क्रिन भयो, अनि त्यस पछाडि यो बक्सभित्र चाहिँ एसेसरिजहरू पाइन्छ। सो एउटा चाहिँ यो रोटेटिङ हेड भएको एउटा सक्सन माउन्ट, अनि डेटा केबल, अनि त्यस पछाडि यो कभर, प्रोटेक्टिभ कभर, अनि म्याग्नेटिक ल्यान्डार्ड। सो अन गरेर टेस्ट गरेर भेरिफाई गरेर त्यहाँबाट पर्चेस गरेर चाहिँ हामी यता नेपाल आएका थियौँ। सो त्यहाँ नदेखेको जस्तो लागेको भएर चाहिँ यहाँ मैले देखाउन गइरहेको छु। यो बक्स भइहाल्यो हैन, 64 GB को तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ सक्सन माउन्ट, जहाँनिर चाहिँ तपाईँले ऐना अथवा फ्ल्याट सर्फेसमा चाहिँ यसलाई राख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले घाँटीमा झुन्डाएर यसमा चाहिँ म्याग्नेटिकली एट्याच हुन्छ यो यसरी। त्यस पछाडि तपाईँले चाहिँ POV सटहरू यसबाट लिन सक्नुहुन्छ। साथै तपाईँले यो डिस्प्ले त पाउनुभयो, यो डिट्याचेबल हुन्छ। तपाईँले अब सेल्फी भिडियो खिच्दाखेरि अगाडितर्फ राख्न सक्नुहुन्छ भनेदेखि नर्मल भिडियो खिच्दाखेरि पछाडि फर्काएर खिच्न सक्नुहुन्छ। यो ह्याड क्लिप भइहाल्यो। अनि सो यसमा एसेसरिजहरू चाहिँ सबै आउँछ। सो त्यता किन्दाखेरि अब यो डेटा केबल भयो, अनि त्यता किन्दाखेरि चाहिँ अब अलिकति स्क्रच भएको थियो सानो तिनो। सो त्यो यसमा देखिन सकिँदैन होला, सानो धेरै माइनर स्क्रच थियो। तर अब त्यही भएर चाहिँ मैले एउटा प्रोटेक्टिभ केस पनि किनेँ। सो आई रेकमेन्ड बाइङ दिस केस हैन, इफ यु हेभ ओस्मो न्यानो। यो चाहिँ दराजमा पाइन्छ। र कस्तो लाग्यो कमेन्ट गर्नु होला।